Go back. Yo, what's up guys, welcome back to the new vlog. And फेरि पनि आइसकेको छु माझमा सबैभन्दा एउटा ब्रान्ड भ्लग लिएर मिनी भ्लग हैन। अनि आज चाहिँ धेरै पछि गरिरहेको छु हैन। के कस्तो अलि अजिब लागिरहेछ तर पनि ठिक छ गरिरहेकै छु। अनि अब चाहिँ कलेज जान आँटेको ठ्याक्कै 10 बजे हैन 10:20 कति भयो ठ्याक्कै 10:45 बाट क्लास सुरु हुन्छ। अब चाहिँ कलेज जान आँटेको हैन। अब तपाईहरुले एकछिनमा भेट्दै ल। गाइज हैन कलेज आइसकेको छु। अहिले चाहिँ हाम्रो जुको उ थियो त्यही भएर चाहिँ खालीमा टक्क बाह्रमा चाहिँ कस्तो रात लागे जस्तो भइरहेको छ हैन। फेरि पछि बनाएर चाहिँ कपाल हेर्न सक्नुहुन्छ कपालहरुको यस्तो भएको छ टक्क बिट्टी भएको छ कपाल बिजुक भएको शान्ति नै रात कपाल भएको यसरी किन भएको त्यही त अहिले पिरियड खाली भएर चाहिँ हामीहरु फेरि जुको पिरियड उनीहरुको चाहिँ छुट्टी पाएको छ त्यही भएर हामीले चाहिँ खाली भएर चाहिँ आगो यहाँ यस्तो भइसक्यो। अब यस्तो चाउचाउहरू मगाएको टक्क पारामा चाउचाउ आउँदै पनि छ। त्यही भएर हामीहरू यहाँ बसेर खाने हो त दाइ चाहिँ हेरे भन्नु मिल्दैन डान्स स्टेप उसको लागि ल भयो अरे त्यही त अनि कहाँ हुन्छ त त्यही टक्क बाह्रमा आउनु छ सक्दैन नि त ओ फेरि त्यो वाला फेरि एकछिन गर्दा फेरि त्यो त अहिले आउँछ आउँछ पनि अब आज फेरि अब रेगुलर ब्लग आउनेवाला छ हेर्नु होला आउँछ त अनि डेली नआए पनि एक दिन बिराएर चाहिँ लिन पठाए जान्छ गाह्रो छ क्या फेरि यहाँ दाइलाई चाहिँ सेक्युरिटी दाइलाई हाम्रो दाइलाई गाह्रो छ क्या त्यही भएर बाहिरबाट लिन मिल्दैन। ल दाइ धन्यवाद। ल त्यो अब यस्तो चाउचाउ चाहिँ हालिदिउँ न त। यो प्रमोट गरेको होइन ल तपाईँको प्रमोट गरेको होइन ल हामीहरूले फेरि यो चाहिँ जस्ट अब त्यो अलि भोक लागिरहेको थियो अघि मोमो त खाएको खाना पनि पुग्दैन क्या फेरि हामी सानो एक प्लेटले पुग्दैन। त्यसपछि अहिले चाहिँ उयो बल लिएर आऊँ न त्यहाँ भित्र छ त कस्तो बिर्सेको क्या। अब यस्तो तपाईँहरूले यस्तो माथि फोडिराखेको नि आज 1 versus 1 गर्नु हुन्छ आज 1 versus 1 हुन्छ केटाहरू सक्दैन अन्त कसैले बल लिएर आउँछु र यसलाई मले समाज बल लिएर आउँछ टक्क होइन हाम्रो क्लासको 2 जना नमुनाहरू छन् यहाँ टक्क बल ल्याउने छन्। अब तपाईँहरूले स्टेप गरी लेब्रोन जेम्स के देखाउनुपर्छ देखाउँछु म होइन। अब त्यही हो 2 versus 2 खेल्नुपर्ने अवस्था आयो। तिनीहरू आएपछि अब 1 versus 1 खेल्ने कुरा त भएन होइन। त्यही हो अब यत्तिकै पारामा तपाईँहरूले हाम्रो गेम हेर्न सक्नुहुन्छ टक्क आदि भाइ हेर्छ खाजा खाँदै पारामा अब खेल्नु पर्ने हुन्छ। हाम्रो एकजना यहाँ फेरि नमुना छ। सो अनि त्यसपछि हामी यहाँ 3 जना छौँ 4 जना छौँ 2 जना आउँदैछ त्यही हो स्टेप पऱ्यो सबै छन् यहाँ फेरि टक्क तपाईँहरूले हाम्रो गेम हेर्न सक्नुहुन्छ। यहाँको हाम्रो चाहिँ केटीको टिमको स्टेप पऱ्यो हो होइन केटाहरू नखेल्ने हामी लगाएको रे घरवाला हो नि त अनि हाम्रो साथी छ होइन टक्क हामी 3 जना एउटै हो अब त्यस्तै हो। तपाईँ कुरा भन्नुहुन्न सबै कुरा त पछि थाहा हुन्छ। एउटा भिडियो जान्थ्यो कि अहिले नयाँ बाइक आएको छ भनेको मेरो स्कुटर यहाँ छ होइन यस्तो छ हालत मेरो स्कुटरको माया लाग्छ हो के गर्नु यस्तो छ अब नयाँ चेन्ज गर्नुपर्ने हुन्छ गाह्रो छ क्या मेरो स्कुटरको हालत। यहाँ हानु त अस्ति साइलेन्सर कुचिया छ के गर्नु गाइजहरू गाह्रो छ स्कुटर पाल्नु नि
आज त हेर्नु सक्नुहुन्छ ल अब हामी खेल्नुपर्ने हुन्छ बास्केटबल अब कहाँबाट देख्नुहुन्छ तपाईँहरूलाई थाहा भएन अब त्यही हो हामी चाहिँ एकछिनमा हेर्छु है तपाईँहरू केटा हो खुसीको खबर लामो के हो भन्दाखेरि लामो छोटो हामीहरूको जिन्दगी हुन्छ तर बिदा चाहिँ हुनु नै पर्छ क्या आज कलेज आएको हिजो कलेज आएको थिएन होइन आज कलेज आएको होइन हिजो आएको थिएन म अनि भोलि बिदा अरे नि त एउटा दुःखद घटना भयो क्या अब त्यो तपाईँले चाहिँ हुन्छ कि नै भन्ने फिक्स छैन फिक्स छैन तर यस्तो हल्ला चाहिँ चलिरहेको छ अब त्यही खुसी लाग्छ तर बिदा भयो खुसी लाग्छ तर के कारणले भयो त्यो अलिक नराम्रो छ भन्न नमिल्ने छ होइन के गर्ने यस्तो जिन्दगीमा कहिलेकाहीँ हुँदो रहेछ ठिक छ अब यसो अब जान आँटेको यस्तो छ हाल यसरी बास्केटबल कोर्टको कलेज नि त्यस्तै कोर्ट नि त्यस्तै छ नरिसाउनु ल भनिदिएको मैले रियालिटी भनिदिएको बुझ्नुभयो नि ल चेन्ज गरिहाल्नु ल भोलि आउँदाखेरि ल अर्को दिन आउँदाखेरि यो चेन्ज हुनु पऱ्यो होइन अनि एकछिन बिस्तारै जाने हो कि एकछिन बिस्तारै जाने कि उनीहरूलाई यो एभिएटरमा हिरो भनिरहेको छ रोक एकछिन ल उता जा यतिर 8को बारेमा यसो यहाँ राइडर उता 8 घुमा ड्रिफ्ट हान्थर छिटो उताबाट छिर न ड्रिफ्ट हान लामो सर अलि यसले 8 ट्राई गरिरहेको छ क्या लाइसेन्स पाएको छैन उता घुमा न बस सरलाई सर चाहिँ हाम्रो म्याथ टिचर एचबिजे सर हाम्रो सर नमस्ते भनिदिनु त भनिदिनु ल टक्क यहाँ हाम्रो सर हुनुहुन्छ दामी बनाउनुहुन्छ टिकटकमा नि हालिन्छ तर भ्लगहरू सरहरू पनि छ बिस्तारै ल सरहरू पनि छ ट्याङ 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 बाबु पहिला के भयो ओए एकछिन जाउँ न घुमा न साइको दिएर आइहालौँ न कस्तो लामो तपाईँ एकछिन बन्द गरेँ कहाँ जाने कहाँ जाने कहाँ गर्ने त्यहाँ कलेज मेरो बस्नु ज्याकेट छ होइन यो मलाई अहिले ज्याकेट भएको भए मैले कलेजमा पठाउँछु ज्याकेट ल एउटा गीत गाइदिन्छु ल चट्टोमा त्यो अझै त्यो पछि पनि भन्दैन किनकि कुकुरो माया बढी लाग्छ गाइदिइहाल्छु उयो त्यस्तो छ क्या सट्ट बाह्रमा लाग्दिएको केटा पछि होइन यस्तो खाजा खान लाग्दिएको तपाईँहरू यस्तो स्पिड नकुदाउनु होला किनकि सावधानी पर्खेर चाहिँ अब हाम्रो बालिन दाइ चाहिँ प्रधानमन्त्री भइसक्नु भएछ होइन त्यही हो अब त्यो खुसी लाग्छ तर त्यो कलेजमा चाहिँ त्यो होइन दाइ बुझ्नु चाहिँ त्यो अलिक अरू जे गर्नु होइन त्यो कपालमा काट्नु नलाउनु भन्दै कपालमा कलेजमा घन्टा चाहिँ कस्तो यहाँ होइन त एकदमै हाम्रो पीडा भनेको त्यही हो क्या त्यस्तो खासै फरक पर्दैन कलेजमा अरू सबै जति पिँढी गाली गरे पनि त्यो माया मनपर्ने त्यो कमालै हुन्छ नि हाम्रो जिउको सबैभन्दा बढी मनपर्ने कुरा होइन कति हो केटाहरूको लागि चाहिँ होइन पिँढीहरूको लागि पनि हुन्छ होला तर पिँढीहरूको त अब काट्दैन केटाहरूको ट्याङ 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 चिट्टी बनाइदिने हो नि त होइन अनि शिवजी त बस्नु त्यही भएर चाहिँ हाम्रो चाहिँ त्यति दरकार छ त्यसरी राखेको छु अब चाहिँ यसले अलिक जानुपर्ने हुन्छ गन्तव्यमा जानुपर्ने हुन्छ हामीहरूले पनि हाम्रो पनि अलिअलि आजकल के भएको कि
अनि त्यसपछि अब बुझाइरहेको एकछिन यहाँ तल यहाँ मिठो समोसाहरू चाउमिनहरू मिठो बनाउँछ अलिक खाएर जाऊँ त भनेर चाहिँ आएको। अनि त्यही हो, अरू केही पनि छैन जिन्दगीमा। कलेज गयो आयो, त्यही सेन्टिमिटर फोर्स लगाइरहेको छु मैले अहिले। हाम्रो फिजिक्स सरले सेन्टिमिटर फोर्स बुझाएको। अनि लगा त लगा एकछिन चुस्छ लायो 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 अलि लायो चुस्छ अलि लायो अलि ओ बाबु अलि ल यहाँ घरको गाह्रो छ क्या यहाँ पनि लायो अलि। त्यही हो हरेक सबै ठाउँतिर लाउनु हुन्न, यहाँ चुच्चो च्यास्सो भइहाल्यो भने घरकोले फेरि चुच्चो च्यास्सो मार्छन्। हर्न फेरि यही हो क्या है मजाले यहाँ रोक साइडमा निस्किनु लाग्यो। अब यहाँ पसल छैन भयो भने भयो नि क्वान्टिटी होइन कि क्वालिटी म्याटर गर्छ क्या। त्यही भएर लाइफमा चाहिँ होइन पढेर काम छैन क्या, फोकस अन यर स्किल। यतिको मोटिभेसन दिने मान्छे चाहिएन। त्यही हो कस्तो सानो बाटोमा पनि हुनु त भिड जुत्ता अर्डर गरेको थिएँ नि। क्या अब बनाइसकेको छौँ होइन। अब भोलि खान्छ बिस्तारै भनेर चाहिँ खाएर नभएला अब घर गएर बसिन्छ होला। एडिटिङ पनि एकछिनमा गरिन्छ त्यो बिस्तारै आजदेखि मैले गर्छु। अब भिडियो यसले गर्छ होइन। सम्मको छ बाबु ल गरिस् ल ल गर्छ भन्दाखेरि चाहिँ यसलाई म पठाइदिन्छु। एउटा वेबसाइट छ त्यहाँबाट चाहिँ गर्छ भनेर भन्नुभएको छ होइन। म ठिकै जान्छ यसलाई गर्न दिन्छ, म यसले ठिकै गर्छ अनि यसलाई दिन्छु। म चाहिँ टिकटकमा हाल्छु होइन। अब अनि त्यही हो आजको चाहिँ हाल्नु पर्ला जस्तो छ। फेरि केही पनि भयो भने देखाएँ जति पनि भयो होइन। अब भोलि पनि बिदा छ, यसो अलिक काम छ बाइकतिर जाने। त्यसपछि त्यो पनि भोलि पनि बनाउँछ होला। यहाँ घर पुग्न आँटिसकेको छु। त्यही हो केही पनि छैन। अब घर पुग्छु होला अब एकछिनमा चाहिँ टक्क बाह्रमा। अनि पुरै खानासाना खाइसक्यो यताउता। अनि आजको ब्लग पनि भिडियो एडिट गरिदिन चाहन्छु। के कस्तो लाग्यो कमेन्टहरूमा गयो भन्दै हुन्छ के भन्दै लाग्छ त ल।